दशरथ रङ्गशालामा बुधबार 16औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको भव्य उद्घाटन गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले ओलम्पिक टर्च प्रज्वलन गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गरेका हुन्। उद्घाटन समारोहमा राष्ट्रपति पौडेलले ओलम्पिक टर्च नेपालका युवा ब्याडमिन्टन ओलम्पिक प्रिन्स दाहाललाई हस्तान्तरण गरे। त्यसपछि ओलम्पियन एथलेटिक्स खेलाडी सरस्वती भट्टराई, भारोत्तोलनका कमल बहादुर अधिकारी तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पालैपालो टर्च बोकेर रङ्गशालाको ट्र्याक परिक्रमा गरेका थिए। समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले खेलकुद राष्ट्रिय एकता, आपसी सद्भाव र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्त्वपूर्ण माध्यम भएको बताए। खेलकुद केवल प्रतिस्पर्धा, पेशा, प्रख्याति वा पहिचानका लागि मात्र सीमित छैन। यसले राष्ट्रिय एकताको भावना बलियो बनाउनुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा समेत महत्त्वपूर्ण भूमिका खेल्छ। राष्ट्रपति पौडेलले खेलकुदले अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास र सहकार्यको भावना विकास गर्ने उल्लेख गर्दै विद्यालय तहदेखि नै खेलकुद गतिविधि विस्तार गर्नुपर्ने आवश्यकता औलाए। त्यसैगरी शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रपति रनिङ सिल्ड विद्यालय तहका प्रतिभावान खेलाडीहरू पहिचान गर्ने महत्त्वपूर्ण माध्यम भएको बताए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने मुख्य माध्यम बन्नुपर्दछ। यसका लागि सरकारले नीति र कार्यक्रम बनाउनु छ। खेल जीवनबाट अवकाश भएपछि खेलकुद खेलाडीहरूको निःशुल्क उपचारको व्यवस्था गर्ने सरकारले घोषणा गरिसकेको छ। यसले खेल पूर्वाधारको विकास र विस्तारमा सरकारले पर्याप्त बजेट सुनिश्चित गरेको छ। पटक समेत हुँदै आएको 10औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आगामी आर्थिक वर्षमा सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको छ र 11औं राष्ट्रिय खेलकुदको लागि आवश्यक पूर्वाधार निर्माण पनि सुरु गर्नुपर्छ भन्ने जानकारी गराउँदछु। विद्यालय स्तरमा लुकेर रहेका प्रतिभालाई पहिचान गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सञ्चालन हुँदै आएको छ। यस वर्षको प्रतियोगितामा देशभरका उत्कृष्ट खेलाडीहरूको सहभागिता रहेको छ। आयोजकका अनुसार आगामी संस्करण भने कोशी प्रदेशमा आयोजना गरिनेछ। खेलकुदको विकास, नयाँ प्रतिभाको खोजी र राष्ट्रिय खेल संस्कृतिको प्रवर्धन गर्ने लक्ष्यसहित सञ्चालन भएको राष्ट्रपति रनिङ सिल्डले नेपाली खेलकुदको भविष्य थप उज्यालो बनाउने अपेक्षा गरिएको छ। नेपाली सेनाको ब्यान्ड